हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। र आज चाहिँ म हस्पिटल गएको थिएँ किन भन्दाखेरि चाहिँ हेर्नुहोस् होला है। र म चाहिँ होइन यहाँनिर रिसेप्सनमा बसिरहेको थिएँ। रिसेप्सनमा मेरो पर्ची सर्ची काटिसकेपछि चाहिँ अन्त म यहाँनिर वेट गरिरहेछु है। र यति भिड थियो होइन, यति ज्यादा मान्छे थियो नि यहाँनिर चाहिँ म चाहिँ वाक्क भइसकेर म चाहिँ यहाँनिर एउटा ब्यान्ड पनि लगाइदिएको थिएँ। म चाहिँ अब युएसए गर्नुको लागि रेडी भइरहेको थिएँ होइन, पर्खिरहेको थिएँ होइन। जबसम्म अब युरिन आउँदैन तबसम्म चाहिँ युएसए गर्नु पाउँदैन नि त है। अनि म यहाँनिर चाहिँ वेट गरिरहेको थिएँ कब चाहिँ मलाई आउँछ पिसाब अनि मात्रै जानु पाऊँ भनेर होइन। अलि चिलागिसक्यो, बोर्डिङ भइसक्यो है। अन्त म चाहिँ पर्खिरहेको थिएँ कब आउँछ भनेर। अनि म र मेरो बुढा गएको थियो, बुढालाई मैले घर पठाइदिएँ। किन भन्दाखेरि चाहिँ यहाँनिर पुरा टाइम लाग्नु भयो, एकदमै धेरै मान्छे थियो। अन्त नानी एक्लै हुन्छ नि त घरमा होइन, उसलाई खानापिना खिलाउनु पर्छ भनेर चाहिँ मैले तपाईँ जानु, म यहाँनिर गर्दै गर्छु, मेरो भएपछि म तपाईँलाई बोलाउँछु भनेर चाहिँ मैले पठाइदिएँ हो। अनि म चाहिँ यहाँ वेटिङ गरिरहेको थिएँ। फाइनली मेरो पनि टर्न आयो, म पनि गएँ होइन। यहाँनिर यो भित्र चाहिँ मेरो युएसए हुँदै थियो होइन। अनि त्यहाँबाट चाहिँ म चाहिँ यहाँनिर बाहिर पर्खेँ, उनीहरूको अर्को बाद मेरो थियो नि त है। अन्त फाइनली मेरो युएसए भइसकेर म निस्किसकेँ। अब बारी थियो मेरो इन्डोस्कोपी गर्ने। भगवान्, लाइफमा इन्डोस्कोपी चाहिँ गर्नु नपरोस् जस्तो फिल भयो मलाई होइन। मलाई चाहिँ डर चाहिँ लागेको थिएन, भागे कुरा होइन, पहिला पनि गरिसकेको थिएँ। तर पहिला चाहिँ मलाई बिहोस गराएर गरेको थियो नि त, योपालि चाहिँ त्यत्तिकै गरेको कि आम्मामामा। तपाईँहरूको कसको चाहिँ भएको छ भन्नुहोस् होला कमेन्टमा, कस्तो भएको छ इन्डोस्कोपी गर्दा भनेर है। अनि मेरो चाहिँ इन्डोस्कोपी भएर निस्केँ म बाहिर होइन। अन्त बुढा पनि आउनु हुँदै थियो लिनुको लागि। मेरो जिब्रो चाहिँ छैन जस्तो भइरहेको थियो, मलाई चाहिँ के चाहिँ स्प्रे गरिदिएको थियो, मेरो जिब्रो चाहिँ नि यत्रो मोटो भएको जस्तो भइरहेको थियो क्या। अन्त बुढाको लागि म पर्खिरहेको थिएँ कतिखेर आउनुहुन्छ भनेर, घाम लागिरहेको थियो बाहिर होइन। अन्त यति बिघ्न घाम पनि थियो। अनि फेरि ठिक्क मेरो बुढा पनि आइपुग्नु भयो मलाई लिनुको लागि है। अन्त हामी चाहिँ घर फर्केँ। अनि इन्डोस्कोपी हुँदाखेरि चाहिँ नि यति दुख्दो रहेछ कि बादमा चाहिँ मलाई चाहिँ खाना खानु पनि यति साह्रो परेको थियो। म चाहिँ खाना बुढाले बनाएर रेडी राखिदिनु भएको रहेछ, नर्मल दाल भात सब्जी होइन। खाना खानु बसेको, खाना खानु नसकेर हो, घाँटी दुखेर बल्ल तल्ल खाएँ। र कस्तो हुँदो रहेछ है, अब रिपोर्ट के आउँछ है, रिपोर्टमा के कस्तो हुन्छ हजुरहरूसँग म सेयर गर्नेछु होइन। र आई होप रिपोर्ट पनि नर्मली आओस् है। र कसको इन्डोस्कोपी गरेको छ मलाई कमेन्ट गरेर भन्नुहोस् होला।